न यता हेर कहाँ जानु आँटेको तिमी गुड आफ्टरनुन हामी चाहिँ यहाँनिर आज महाबलिपुरमको लागि निस्केको छौँ है साथीहरू हेर्नुहोस् हामी सबैजना फ्यामिली यो चाहिँ यहाँनिर चेन्नईको कोइम्बेटुर भन्ने ठाउँ यो बस स्टप हो ल साथीहरू हामी चाहिँ फाइनली यहाँबाट महाबलिपुरम निस्केको लागि चाहिँ यहाँ कोइम्बेटुर भन्ने ठाउँबाट बसमा चढिसकेको छौँ सबैजना हेर्नुहोस् त साथीहरू यो ब्रिजको दृश्य देख्दै हुनुहुन्छ तपाईँहरू यो पनि लगभग हामी यो महाबलिपुरम जाने क्रममा चाहिँ यो बाटोबाट लगभग 1 किलोमिटर मात्र पर रहेको ब्रिजको यो दृश्य हो एकदमै रमाइलो छ ल गाइस फाइनली हामी चाहिँ यहाँनिर आइपुग्न आँटेको छौँ महाबलिपुरमको छेउछेउमै आइपुग्यो कहाँ शीतल छ अरे नानी ए होइन ठिकै रहेछ यतिको टाइममा आएको नेपालमा गरम हुन्छ अरे ठन्डा हुन्छ अरे जाडो हुन्छ अरे हो र चस्मा पाउँदिदी ल यो चाहिँ हाम्रो ढुङ्गा यही हो महाबलिपुरम पुरा ल त साथी यो यहाँ रहेको यो अचम्मित दृश्य म तपाईँलाई देखाउँदैछु हेर्दा यस्तो देखिए पनि यो एकदमै कम्ती प्लेसमा रहेको एकदमै भिरालो ठाउँमा रहेको यो ढुङ्गा होइन यो चाहिँ कृष्ण वाटर बल भनेर चिनिने रहेछ यो दैविक शक्तिको कारणले गर्दा पनि यो ढुङ्गा चाहिँ यसरी अडिएको यस्तो भिरालो ठाउँमा भनेर पनि भनिने गरिँदो रहेछ होइन यसमा चाहिँ पहिला यो महापुरुषहरूले चाहिँ हात्तीको सहायता लिएर चाहिँ यसलाई चाहिँ खिच्न तल खिच्न अन्त माथि तान्न चाहिँ खोजेको थियो अरे तर पनि यो सकेको थिएन भनेर भन्छ यो दैविक शक्तिको कारणले नै हुनसक्छ के भयो रे ढुङ्गा गिराउने अर्थ ब्लास्ट हुन्छ होला ल हेर्नुहोस् त साथीहरू तपाईँहरूलाई नै अचम्म लागेन अचम्मित मलाई चाहिँ एकदमै अचम्मित लाग्यो कि मैले फोटोहरूमा देखेको थिएँ भिडियोमा देखेको थिएँ तर आज गएर चाहिँ मैले फेस टु फेस यसको अवलोकन गर्न पाएँ होइन यसलाई यति मात्रै नभएर चाहिँ यो ढुङ्गा चाहिँ तलबाट हेर्दा एकदमै राउन्ड बल सेपमा भए पनि माथिबाट गएर हेऱ्यो भने चाहिँ यो ढुङ्गा चाहिँ अलिकति ओभन टाइपको होइन अनि साइडबाट हेऱ्यो भने यसलाई माथिको यो भाग चाहिँ टोटली यसको फ्ल्याट छ कि माथि गएर बस्नु मिल्ने टाइपको तर साइडले यसलाई बसेको छ कि एकदमै अचम्मित कुरा चाहिँ यहाँ छ यो ढुङ्गाको विशेषता होइन त्यसैले पनि भनेको होला यो दैविक शक्तिको कारणले गर्दाखेरि यहाँनिर सबै कुरा यो भइरहेको छ भनेर होइन हेर्नुहोस् त यो सबै एउटै चट्टानबाट बनेको यस्तो भिरालो ठाउँमा यसरी रहनु भनेको त एउटा दैविक शक्ति नै हो भन्नु सकिन्छ यसमा चाहिँ सरासरी होइन हेर्नुहोस् यो रमाइलो ठाउँहरू यसरी यहाँ ढुङ्गामा खोदिएर राखेको यो मन्दिरहरू भगवान्को यहाँनिर एकदमै नक्सालाई यसरी सिङ्गल ढुङ्गामा चाहिँ खोपेर बनाएको छ ठाउँहरू एकदमै रमाइलो छ यो प्लेस जति घुमे पनि यसलाई नसकिने छ यो एकदमै रहस्यमय भनौँ एकदमै अचम्मित खालको होइन यहाँ हेर्नुहोस् त यो सबै नै सिङ्गल ढुङ्गामा चाहिँ यसमा खोपिएर राखेको अनि यति मात्रै नभएर यसमा गेटहरू बनाइएको होइन ढुङ्गाबाटै बनेको गेटहरू बनाइछ एकदमै रमाइलो लाग्यो स्टिल यो वाटरफल यहाँ हेर्नुहोस् मैले अघि पनि भनेको थिएँ माथिबाट हेर्दा चाहिँ एकदमै यो फ्ल्याटकै माथि चाहिँ मान्छे पनि बस्नु मिल्ने खालको र अझै हेर्नुहोस् यो कस्तो ओह्रालोमा बनिएको छ यहाँनिर र पनि यो ढुङ्गा चाहिँ अडिराखेको छ कि अचम्मित यहाँनिर छ अनि यहाँ यसकै मुनि मानिसहरू आएर फोटोहरू खिच्नेहरू रमाइलो गर्ने यसैलाई हेर्नको लागि कति टाढो हेर्नुहोस् त फरेनरहरू यहाँनिर फोटोहरू खिच्ने होइन यो एउटा इन्डियाको चाहिँ एउटा धार्मिक स्थलमध्ये चाहिँ एउटा एकदम विशेष धार्मिक स्थल होइन मध्ये चाहिँ गनिन्छ एकदमै राम्रो गएर अझै पनि तपाईँहरू यहाँनिर आर्टमा भयो यो प्राकृतिक सुन्दरतामा रमाउनु चाहनुहुन्छ यो प्रकारको तपाईँलाई प्राकृतिकहरू दैविक शक्तिहरूसँग भर विश्वास लाग्छ यो ठाउँमा गएर तपाईँ अवलोकन गर्नुहोस् यो साथसाथै हामी चाहिँ यहाँनिर यो लाइट हाउसतिर जाँदैछौँ लाइट हाउसतिर हामी यहाँनिर चढ्नको लागि यसको साथसाथै यसको मुनि पनि धेरै टेम्पलहरू ढुङ्गामा कुदिएको टेम्पलहरू छ एकदमै रमाइलो तपाईँहरू पनि गएर यहाँनिर इन्जोय गर्न सक्नुहुन्छ है साथीहरू हेर्नुहोस् एकदमै रमाइलो छ
यो ठाउँमा पुग्नको लागि चाहिँ लगभग तपाईँलाई चेन्नईबाट चाहिँ 700 किलोमिटर जति लाग्छ। यसमा जानको लागि एकदमै सजिलो। तपाईँले बसमा पनि जानु सक्नुहुन्छ, ट्याक्सी बुक गरेर पनि जानु सक्नुहुन्छ। यसमा यो ठाउँमा जानको लागि ट्रेन चाहिँ अभाइलेबल छैन, तैपनि तपाईँहरूले ट्याक्सी बुक गरेर बसमा त्यहाँ सोध्दै जान सक्नुहुन्छ। हेर्नुहोस् यो सबै ढुङ्गाबाट कुदेको ठाउँहरू होइन। यहाँनिर एकदमै रमाइलो छ यो सिङ्गल ढुङ्गामा, अघि पनि मैले भनेको छु कुदेर राखेको। हेर्नुहोस्, इन्जोय गर्नुहोस् तपाईँहरू पनि। यहाँ अझै पनि तपाईँहरूले यहाँ नजिक आएर हेरेर देखेर अवलोकन गरे भन्दा पनि एकदमै फरक, एकदमै रमाइलो छ यो ठाउँमा। ल साथीहरू, हामी चाहिँ यहाँ लाइट हाउसको छेउछाउमा आइपुगिसकेको छु। अब चाहिँ हामी यहाँ माथि यो लाइट हाउसमा चढ्ने। यहाँबाट चाहिँ सबै यो जति पनि यो महाबलिपुरमको वरिपरिको दृश्यहरू देख्न पाइन्छ माथिबाट नै अलग्गै होइन। कीर्तना, मलाई त डर लाग्यो देखेर त, म चढ्दिनँ। यो एकदमै डेन्जर देख्दैछ हेर्दैखेरि नै, डर लाग्यो मलाई त। म होइन नजाने। साथीहरू, यो चाहिँ अब लाइट हाउस हो। यसमा चाहिँ चढ्ने भनेको पुरा डर लागेर क्यान्सल भयो अब हाम्रो। चढेर झडिरहेछ त ऊ डर लाग्यो मलाई पुरा। डल्लै देख्नु चाहिँ होइन होस् नजाने, पुरा डर लाग्यो। होला यो पल्लवा डाइनेस्टीतिर टाइमको अरे बुझ्यौ। यो त कम्प्लिटली ढुङ्गाको मात्रै। सुसान यो सोर टेम्पलको त्यो भित्र चाहिँ शिवजी प्रार्थना गर्थे अरे आएर चाहिँ कि भगवान् शिवजी त्यहाँ बिर्स्यौ उयो छ के भन्नु त यो भित्र चाहिँ ठुलो त्यो के भन्छ लिङ्ग छ, तर त्यसमा चाहिँ जानु दिँदैन हामीलाई। भित्रभित्र अन्डर उयो छ, त्यहाँ चाहिँ शिवजीले प्रार्थना गर्नु। यो मन्दिर चाहिँ आदि चाहिँ उयो असत्य ज्यादा भएर क्या आदि चाहिँ पानीमै विलिन भइसकेको छ, आदि मात्रै छ। अब यो पनि बिस्तारै बिस्तारै पानीमै विलिन भएर हारी हुरी दुनियाँ आउँदा पनि यो मन्दिरलाई केही पनि गर्नु सक्दैन। अब त्यति डरको कडा छ है। हो ढुङ्गाबाटै बनेको यो सबै ढुङ्गा है। कीर्तना छेउसम्म नै दिन्छ जानु? भित्रभित्र जानु दिन्छ नि। ए ल लागौँ त उसो भए। वाउ कस्तो राम्रो हेर नि यहाँनिर प्लेसहरू। चौरमा सुत्ने अरे फेरि नानी दिँदैन अरे नि बाबु। ल त साथीहरू, अब चाहिँ हामी सोर टेम्पलको छेउछाउमा आइपुगिसकेको छौँ। एकदमै रमाइलो दृश्यहरू देख्न पाइन्छ। यहाँ टाढैबाट पनि यो मन्दिर एकदमै राम्रो देखिरहेको छ र मन्दिरको छेउछाउमा यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ ब्रिज। पहिला हामी यो टेम्पलको वरिपरि चाहिँ हामी घुमेर यहाँको अवलोकन गरिसके पछि हामी यहाँनिर ब्रिजमा पनि जानेछौँ। हामी यो एक दिनको यात्रामा हामीले सबै सकेर हामीले जानु परेको कारणले गर्दाखेरि चाहिँ यहाँनिर फर्स्ट अफ अल हामीले चाहिँ महाबलिपुरममा त्यहाँ देखिसक्यौँ, त्यसपछि सोर टेम्पल, त्यसपछि ब्रिज हुँदै हामी यहाँ सबै वरिपरि घुम्नेछौँ। ल हेर्नुहोस्, यहाँ रहेको यो ढुङ्गामा खोपिएर रहेको मूर्तिहरूले पनि हरेक इतिहास बोकेको छ भनेर भन्छ होइन। हामी सबैलाई यो सबै कुराहरू थाहा नभए पनि यहाँ रहेको यानि मानिसहरूबाट हामीले धेरै कुराहरू बुझ्न खोज्यौँ। कहाँनिर अरे शिवलिङ्गनको चोइटेको के अरे शिवलिङ्ग चोइटेको यहाँनिर ए अहिले पनि शिवजी प्रार्थना गर्दै होला। हजुर इन्भिजिबल भएर नदेखेर प्रार्थना गर्दै हो इन्भिजिबल। यहाँ देखाउनुहोस् त मलाई बिच यस्तो बोरामा जिन्स प्यान्ट लाएर स्निकर लाएर आउनु भएको छ। स्निकरमा चाहिँ त्यो एयर उयो पनि छ, एयर कभर गर्ने पनि। यो चाहिँ खासमा चाहिँ चिसोमा लाउने हो। ठन्डामा दार्जिलिङमै यहाँ चेन्नईमा 30 डिग्री सेल्सियसको वेदरमा उहाँले ल्याएर आउनु भएको छ। कहाँको हो उहाँ मान्छे? कहाँको तिमी भनिदेऊ नानु? जलपरा हो क्या। र त साथीहरू, हाम्रो यो सोर टेम्पलको यात्रा पनि यतिमै टुङ्गिएको छ र यो सोर टेम्पलको बाहिरको दृश्य चाहिँ मैले यहाँ वरिपरिबाट तपाईँहरूले देखाइरहेको छु। यहाँ रहेको दृश्य चाहिँ यस्तो रहेछ, एकदमै रमाइलो होइन, हरियाली छेउछेउमा र यहाँ ढुङ्गामा कुदेर बनेको यो टेम्पल होइन, एकदमै राम्रो।
इतिहासजनक रोचक एकदमै रमाइलो छ यहाँनिर। तपाईँहरूले यसको बारेमा अझै पनि यहाँनिर जान्न चाहनुहुन्छ भने यहाँको नजिकैको मानिसहरूबाट जान्न सक्नुहुन्छ। र फाइनली हामी चाहिँ यहाँनिर ब्रिजमा आइपुगेको छौँ। यो चाहिँ अरू ब्रिजहरूभन्दा अलिकति मलाई धेरै फरक लागेको कुरा चाहिँ यहाँको पानी एकदमै सङ्लो होइन, र एकदमै स्वच्छ के यहाँ देखिन्छ, एकदमै निलो निलो। तपाईँहरूले पनि देखिराख्नु भएको छ होला। एकछिन यहाँनिर हामीले रमाइलो गऱ्यौँ। धेरै टाइम नभएको कारणले गर्दाखेरि चाहिँ हामी अलिकति हतार होइन, फाइनली हामीले यो बिचमा चाहिँ कभर गरिरहेको छौँ आजको डे चाहिँ। त्यही भएर हामीसँग त्यति धेरै टाइम पनि थिएन। र अहिले चाहिँ हामी अब लाग्छौँ बस स्टपतिर। फाइनली हामी बसमा पनि चढिसकेको छौँ। अब यति नै यहाँको यात्रा, हाम्रो आजको यात्रा चाहिँ यतिमै टुङ्गेको छ। र साथीहरू तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने यहाँको ठाउँ चाहिँ एकदमै रमाइलो छ। तपाईँहरूलाई पनि जान मन लाग्यो यहाँ जान सक्नुहुन्छ है त। ल त फाइनली अब हामी पनि यहाँ घरको छेउछेउको बस स्टपमा आइपुगेको छौँ। ल त थ्याङ्क यू सो मच है साथीहरू यो भिडियो हेर्नुभएकोमा।